हेलो वेलकम टु माई ब्लग टुडे। आज चाहिँ हामी चाहिँ माई पोखरी घुम्न आएको छौँ। सँगसँगै हाम्रो सूर्य सर हुनुहुन्छ साथमा। हेलो हेलो, हाम्रो भाइको भ्लगलाई सब्सक्राइब गरिदिनु। राम्रो राम्रो कन्टेन्ट आउँछ। आज माई पोखरी, भोलि साखेजुङ, पर्सि कन्टिन्यू अब हुन्छ कहाँ कहाँ हुन्छ होइन। त्यसपछि त्यो सकिनेपछि कहाँ जान्छौँ अब हिउँ हेर्नलाई। यहाँ चाहिँ टक्क दामी छ जङ्गल। बोर्ड अब यो बाटो चाहिँ हामी पुरा जाँदैछौँ। गार्डन अफ रोडोडेन्ड्रन राष्ट्रिय फुल भनेर चिनिन्छ। माथिको दृश्यहरू देखाउँ। वाउ मोमेन्ट छ। वाउ, रुख लेकको रुखहरू खत्रै हुने कि। माई बाटो त्यसो पत्कर सोर्ने मान्छे नै आउँछ कि घाँसराङ घुस्रुङ आउँछ है। पत्कर सोत्तर सोर्ने हुन्छ नि यस्तो वाला, त्यहाँ सोध्दै चाहियो। अनि त्यहाँ पनि त्यो प्लेस पनि कमेन्ट गर्नुहोस्, हामी जानेछौँ। हजुर यही छ ल पोखरी यहाँ। अनि यति चाहिँ पानी फेरि यहाँ कताको पानी आएर जमेछ है। हजुर माई पोखरी। हेलो गाइज, हामीलाई चाहिँ अब बाटोले प्र्याङ हान्यो है। बाटो चाहिँ यता रहेछ, कता गएको रहेछ गाउँ। हजुर ठिकै छ। यो रुखहरू गाइजहरू कोही गुराँस फुल्ने ठाउँ ल आइपुग्यो कि क्या हो। गुराँस बाटिका अडेक छ। लाली गुराँस कता र लाइटिङ पऱ्यो है ल सूर्य सर। लाली गुराँस यो टिप्न चाहिँ हुन्न। यो हो नि त दृश्य, वाउ टाइपको त्यसो। यहाँ चाहिँ सूर्य सर है ल गाइस। फेरि यहाँ गुराँस चाहिँ अलि अर्कै कलरको है। यो झर्स्याएर पुरानो भएर हो कि के। हेलो गाइस, एपट्टितिर चाहिँ कालिज छ है। हामीले कालिज पत्ता जस्तो प्र्याङ कालिज छैन। कालिजै छैन उगाएर जस्तो जोकिङ कता ब्ल्याक देखाउँछ। एन्टी लाइट पर्ने बित्तिकै है। ल हामी त पुरै टपमा हिँड्छौँ, माथि माथि। त्यस्तै हो गाइस। अब फोनबाट खिचेको गाइज यस्तै एडजस्ट गरेर हेरिदिनु होला होइन। हाम्रो भर्खर युट्युब च्यानल हामी सुरु गरे हो। हाम्रो युट्युब च्यानल मोनेटाइज भएपछि त क्यामेरा पनि राम्रो होइन, फर्स्ट क्लासको आइहाल्छ नि। कालिज पनि देखिएन, चरा पनि देखिएन। मालिङ्गो हो, मालिङ्गो भन्छ कि।
ल ए त्यो पातलो हुन्छ बास यसको यो तताएर के एकदम कस्तो बजारतिर हेर्नु भएको छैन बाँस तर्सायो के भने पानी उकेर काली त कहाँ टाप ठोकिहाल्छ भेट्ने बित्तिकै परबाट खुल्ला छ र परबाट भेट्यो भने देखिन्छ के अरे यहाँ ड्रम श्रम ल पानी व्यवस्था छ यहाँ टक्क आज चाहिँ माई पोखरी दरै घुमिने भयो होइन सूर्य सर लालीगुराँस यहाँ रहेछ अगाडि यहाँ रहेछ बरु अस्ति हामी यहाँ ठाउँमा हेर्नु छ होइन यो ठाउँहरू अस्ति आएको वा यो हो नि त नजरिया लालीगुराँसको बेस्ट टाइम यो ठाउँमा आएन नि हामी अर्को ठाउँमा हो नि मान्छेको चाहिँ हात तोड्नुपर्छ है गाइज फुल तोडेर फ्यालेछ यसरी फ्यालेपछि पाप लाग्छ पाप लागेपछि हामी यता आड जान्छ यसरी मैले बोक्यो भने अब मलाई अर्कोले सराप छ होला होइन फुल भाँचेर ल्यायो भनेर तर मैले यो भाँचिरहेको फुल बोकेँ यस्तो छ लालीगुराँस यसलाई इङ्ग्लिसमा के भन्छ अरे सर रोडोडेन्ड्रन आरएचओ डिओ डिएचइआरएनडिओआरएन रोटोडेन्ड्रन सरकारी स्कुल राष्ट्रिय फुल हो हामी सरकारी स्कुल पढेको गाइज खासै इङ्ग्लिस आउँदैन त्यस्तै छ अब गाई खाने भाषा सिक्न जरुरत नमानेको हो यहाँ चाहिँ के फोटो खिच्ने हो ठक्क ल एक दुईवटा फोटो खाँचा खिचिक पारौँ लालीगुराँसको अगाडि वा कसले यो रहेछ मलाई सिगरेट खायो क्या यहाँ फेरि उसो लाग्यो लगायत चाहिँ यहाँ चाहिँ यस्तो इन्भाइरोमेन्ट हामीले त देख्न पाइन्छ हाम्रो माई खोला इलाम ए माई खोला भन्नु आएछ सरी माई मिस्टेक गुराँसमा जाने हो जाउँ यो माई खोला नभएर चाहिँ माई पोखरी रहेको छ यो इलाम जिल्लामा माई खोला भनेको चाहिँ एकदम तल हो त्यो भनेको घाट हो यो चाहिँ माई पोखरी भन्ने ठाउँ हो यो चाहिँ एकदम पोखरी छ यहाँ तलतिर अहिले त्यो देखाउँदै गइरहेको छु हामी टक्क यहाँ चाहिँ लालीगुराँस छ वाउ नजरिया हाम्रो लालीगुराँस त्यसै राष्ट्रिय फुल भन्दैन नि गाइज यस्तो राम्रो देखिन्छ फुल वाउ रक गार्डन यस्तो नजरियाहरू चाहिँ देख्न पाइन्छ यहाँ धारा ल पानीको व्यवस्था पनि हामी यहाँ राम्रोसँग छ भनेको गाई चाहिँ यसले पनि पिराङ हान्दियो हामीलाई ठिक छ पिराङ हान्न पाइयो है यहाँ माछा छैन होला है फुलै फुलको न भनेर भन्दैन ओ माछा छ नि ओ कुदिरहेछ माछा गाई ए ल नगर म माछा खिच्न आएको कुन खालको माछा यो कहाँ मर्या त सकिनु पर्ने त मसिनो पनि छु माछा किन मर्छ थाहा छ चिसोले अक्सिजन खोइ त उहाँ तपाईँको ऊ हेर्नु त ऊ पिङ्क कलरको कि पिङ्क ओ भ्यागुटा नि कुद्दैछ भ्यागुटा हेलो टक्क यहाँ चाहिँ बसेर खिच्ने हो फुलै फुलको बगैँचामा आज हामी आएको एउटा मात्रै रहेछ त्यो के अरे कुन भन्छ ओरेन्ज कलरको ओ गाइस साधु कुटी चाहिँ हामी जाँदैछौँ हन्टेड एरिया अफ माई पोखरी चिया पनि रहेछ जय शम्भो शिव मन्दिर हो
यहाँ के छ पढ्नु गाइजहरु। भिडियो खिच्न त अलाउड छ नि। माई पोखरी गाइस, माई पोखरी चाहिँ यहाँ मस्त देखिन्छ है। पर्या हो यस्तो छ माई पोखरी। यहाँबाट झन् सब देखिने। कस्तो अँध्यारो आउँछ भने राजेश दाइलाई चुरोट खान बन्द गर्न लगाऊ। पूजा गर्ने ठाउँ यहाँ छ। अस्ति बोटिङ गरेको थिएँ नि भाइ। त्यहाँहरूले घरियालसँगै ल यस्तो छ गाइस। ओहो यहाँ चाहिँ हेर्न न कस्तो देखिँदो रहेछ भने। यो भ्यू पोइन्ट चाहिँ दामी देखिन्छ गाइस। आर्टिफिसियल हो यो चाहिँ खासमा राम्रो छ। यो हाम्रो भाउजूलाई लैदिनु। भाउजूले रोप्नुहुन्छ 2500 को फुल गाइस भनेर म भन्दिनँ, तर अर्कै हो त्यो फुल चाहिँ। कुकुरलाई ल्याएर यता छोडिदिनु। नाच्नु खाँदै बसोस्। यहाँ त केही नै रहन्छ त छैन भ्यू पोइन्ट। थिएन नि त, हामी त अस्ति आएन रात परिको, त्यही भएर चाहिँ यता त खासै अन्धकार देख्छ लाइट परेर। लाली गुराँस सुत्यो त राम्रो छ हेर त। तर हुसो लागेकोले चाहिँ खासै यहाँ पनि सूर्य सर भुइँमा रहेछ गुराँस। राम्रो खिचियो गाइस। यो चाहिँ मेरो नेचुरल भिडियो, न यसमा मोडिफाई गर्न मिल्छ न केही गर्न। नजिकै गएपछि चाहिँ बल्ल देखिन्छ गुराँस। लाली गुराँस अजम्बरी चम्पा चमेली भनेर म गीत गाउँदिन। यसको त फेरि पातको कलर यो मर्न लाग्यो कि हो। फुल चाहिँ दामी वाक्खा फुलिरहेछ अक्खा, तर पातको अरूको भन्दा डिफ्रेन्ट कलर यस्तो छ लाली गुराँस। यस्तो छ। फोटो त दामी छ नि त गाइजहरु। हेलो गाइज, आज चाहिँ दुःख गर्दा हिँड्दा 1.5 किलोमिटर हिँडेर ठ्याक्कै हामी झरनामा आएको छौँ। टोड्के झरना लगाए चाहिँ हो झरना, टोड्के झरना यस्तै छ टोड्के झरना। अब हेरियो। अब चाहिँ हामी फर्किन्छौँ घरतिर। यस्तै हो। भिडियो हेर्नु हुने महानुभावहरूले सबैले मेरो युट्युब च्यानल सब्सक्राइब गर्नु भएको छैन भने सब्सक्राइब गरिदिनु होला। गर्नु भएको छ भने यदि अरूलाई सेयर गर्नु होला, अरूलाई पनि सब्सक्राइब गर्न लगाइदिनु होला। मेरो भिडियो हेरिदिनु लगाइदिनु होला कस्तो लाग्छ, अनि कृपया कमेन्ट गर्न होला। हस् त, धन्यवाद।